वेलकम टु आवर मुना कार्की युट्युब च्यानल। हजुरहरूलाई लामो समयको पर्खाइपछि मैले चाहिँ फेरि आज एउटा भिडियो लिएर आएको छु। सो सबैजनाले हेरेर प्रतिक्रिया दिनु। बाहिरतिर चाहिँ यस्तो हावा चलेको छ कि हे भगवान। पानी मम्मी, ओ माई गॉड, कति धेरै पानी आएको। नो मेरो लुगा, ओ नो नो नो। बिजोग रमाइलो भइगयो नि प्रभु परमेश्वर। अब म चाहिँ खाजा बनाउँछु। हेर यस्तो पानी आयो नि, सब गइहाल्यो नि मकै। घरको चुली धुइबाट नै पानी चुइसक्यो मेरो त। खाजाको लागि सिटी लाग्यो। अब सिटी उगारेर खाजाको रेडी गर्दैछु। यसो बाहिर हेरेको सरर हावा आएछ। कस्तो राम्रो इन्भाइरोमेन्ट भएको थियो, के गर्नु। जा माथि जाने कि आइज खुसे ल। यो कुकुरलाई चाहिँ किन भित्र मन लाग्यो होला। कति पानी परेको इन्द्र भगवान। पारी पुगिसक्यो यो हाम्रो गाउँमा त। ए कुकुर यहाँ आइज आइज ल, आइज 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 आइज। खाजा खानै परिहाल्यो। जिरा अलि धेरै हाल्नु, अलि धेरै। फर्स्ट इन्ग्रिडियन्ट चाहिँ यो जिरा पड्काउनु पर्छ। मेन भनेको चाहिँ मैले चाहिँ त्यसपछि हरियो प्याजको पात कि लसुनको पात हाल्यो। त्यसपछि यो चाहिँ फिलिङ्स ल। यहाँ चाहिँ मेन असली मसला छ। मसलाले चाहिँ मनले चलाउनु हुँदैछ। अनि मैले चाहिँ यसो भिडियो खिच्दिएको, के गर्नु त, काम केही छैन। अनि अब पहेँलो बेसार हालिदिनुपर्छ तपाईँको होइन। त्यसपछि मसला हो, त्यसपछि आलु हालेर फ्राई गर्नुपर्छ। यसरी फ्राई गरेको के गर्नु डढ्यो अरे। अनि यसलाई थोरै पानी हालेर नुन हालेर अनि त्यसपछि मस्त चलाएपछि हेर्नु त यस्तो मिठो भएको थियो नि। मेरो क्यामेरा कहिले पहेँलो निकाल्छ, कहिले सेतो निकाल्छ, तर एकदम बबाल मिठो भएको थियो नि। खाऊ 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 लाग्यो होइन। हाम्रो दिदीलाई चाहिँ खाऊ 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 लाग्यो होला। फाइनली सकियो। अब हामी रोटी र तरकारी खान्छौँ। अनि खानु पर्यो, टेस्ट गर्नु पर्यो नि त कस्तो रहेछ नि त। मैले बनाएको कस्तो मिठो छ कि छैन है त। यस्तो मिठो, यस्तो मेरो हात यस्तो राम्रो छ नि। मतलब जे पकायो त्यही मिठो हुन्छ क्या। तर मेरो बडी चाहिँ लाग्दैन के भयो। अलि मोटाउनु पर्ने यस्तो मिठो मिठो खाएपछि होइन। तर यस्तो मिठो भएर छ गाइस, यस्तो मिठो भएर छ। अब यस्तै मैले तरकारी रोटी बेचेर पनि मैले आफ्नो जीविकोपार्जन गर्न सक्छु क्या। अनि त्यही भएर चाहिँ खाना भन्ने कुरा त पकाइरहनु पर्छ होइन। यो चाहिँ घरमै पकाउने एकदम छिटो छरितो खाले हो क्या। अब अहिले आलुको सिजन छ नि त, आलु टन्नै छ। अनि आलुको के परिकारहरू बनाउनु पर्छ। अनि यो चाहिँ मेरो तरकारी, हामी यसलाई के जिरा आलु के भन्छ पनि, तर गाउँमा चाहिँ आलु नै भन्छ। अनि त्यही भएर चाहिँ यो चाहिँ बनाएको थिएँ। यस्तो मिठो छ नि, हेर्नु न। वाउ टेस्टी यामी। अब अन्तिममा हामीले चिया खान्छौँ होइन। चिया त अन्तिममा खानै पर्यो, जाडो छ नि त। छिटो मिठो यसो भिडियो हाल्दै गरेको मैले चाहिँ यसो ट्राईको लागि। तर अब हुन्छ नि त, बबाले त गर्न आएन तैपनि यसो 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 उसो हाल्दै जाऊ न भनेर मात्र हो। सो प्रतिक्रिया दिनु होला कस्तो लाग्छ। सो बाई बाई, किप वाचिङ, बाई बाई गाइज।